एक ठाउँ राख न। लु मित्रहरू, आज चाहिँ अर्ग्यानिक आलु खनाइ हुँदैछ यहाँनिर चाहिँ। धेरै छैन, अलिकति खुनेर चाहिँ सब्जी खाने आलु यहाँ अस्ति खुनिसकेछ। यतातिर मटर छ अनि मकै पनि छर्नुपर्ने हुन्छ यहाँनिर अलिअलि। ल हेर्दै गर्नु होला, आलु खुनेर देखाउनेछु तपाईँहरूलाई। जग्गा पर्छ अनि एकै जग्गा जम्मा हुँदैन र त्यो? अनि यो त अन्त बाक्लो जम्मा हुन्छ, पौलाउँछ त अनि तल तल नखाएको फले खाइन्छ, नफले घाँस हुन्छ नि त। मटरले डिस्टर्ब गर्ने। यो मकै त जहिले छर्दा पनि हुन्छ होइन र? घरिघरि कहाँ खनी बस्छ त, हुन्छ एकैचोटि आलु खुन्दै। काटी पठायो दुःख ल्याउ त अलिकति काटेछ नि। देखाइदेऊ आलु यस्तो हुन्छ है गाउँ बस्तीको आलु। यो चाहिँ अर्ग्यानिक आलु है दादा। यहाँ देखाइदेऊ। काट्यो फेरि काटिन्छ नि अलिअलि चाहिँ। यसलाई चाहिँ भन्छ जलनधरे आलु। के नाम थाहा छ यो आलुको नाम तिमीलाई? तिमीलाई थाहा होला नि। अलि अगाडि भएर तान पिर्लिक्का पल्टाउ न अन्त। तान्छ मात्रै पुरिन्छ नि आलु। बडारे यता चाहिँ यस्तो छ, घरहरू हरेस लाग्दो भइरहेछ। कमिला लाग्ने बेला भएको नि अब। कति जोडले खाएको त बिस्तारै खा।
लु यति खन्दाखेरि फाइनली यति एक ढोका चाहिँ निस्क्यो यहाँनिर। अब यो चाहिँ बोरामा लाउनु पर्ने हुन्छ। बोरा थाप्नु चाहिँ यता रेडी छ म्याडम। कसो कता रहेछ है नन्ज नन्ज एकजना त एउटै ट्रेन पुग्छ नि त ठिक छ तिमीहरू जति यतिको छ होला अस्ति थिएन ठुलो हो त ठुलो भनेको यत्रोदेखि थिएन हौ हो र गन्जुले होलेन हुन्छ होलेन होइन नि है कुन खालको आलु सिलगढीको आलु जस्तो छ है पर्यो निकाले खाले जम्मा हो भाउजू सुतिरहेछ यो खालको फलेको छ है साथीहरू आलु चाहिँ अलिक दिनमा म मेरोमा आउनु जान्छ अलिक दिनमा चाहिँ मेरोमा आउनु सम्पर्क गर्नु आलु खानु मोटामोटी यहाँ अर्को डोको पनि रेडी हुनु आँट्यो है गाइस हाम्रो पल्लो घरको दाजु पनि आइपुगिसकेको छ आलु भिजिटमा फलाइ राम्रो रहेछ दाजु आलुको फलाइ कस्तो लाग्यो यो नि हौ बोरा थाहा दाजुहरू शेर्पा त शेर्पा भन्यो सुब्बा भन्यो के खाएको मेरोमा अब त्यति निकालिसक्यो त ब्याट बोरा त बोरे त फलेको हिजो अस्ति कति खायो यहाँ 10 किलो जस्तो त खाइ त हालेछ 10 किलो बेसी खायो नि फलेकै हो